धनकुटा नगरपालिका वडा नम्बर 1 तिनतले बसोबास गर्ने दीर्घमाया मगरले बोझे खानेपानी मुहान संरक्षण समितिले गरेको कामबाट उहाँलाई पुगेको फाइदाको विषयमा यसरी हामीलाई बताउनुभयो। सुनौ उहाँसँग गरेको कुराकानी जस्ताको तस्तै। दीर्घमाया सिजाली, घर चाहिँ सिजाली गाउँ, तिनताले गाउँ। अहिले तपाईँहरूले यो बोझे मुहानमा जुन काम गरिरहनु भएको छ नि, अब पानीको मुहानकै संरक्षणको काम गर्नुभयो, यसलाई मुहान नसुकोस् भनेर रिचार्ज खाल्डोहरू पनि खन्नु भएको छ। अनि यो मुहानको पानीलाई संरक्षण गरेर ट्याङ्कीमा खसाल्नु भएको छ, घर घरमा धारा लानु भएको छ। पहिला कस्तो अवस्था थियो र यो काम गरिसकेपछि तपाईँहरूलाई कस्तो फाइदा भयो अलिकति भनिदिनु। पहिला त धेरै गाह्रो थियो पानी खानुलाई। अब अहिले चाहिँ पानी त्यति साह्रो हामीलाई दुःख भएर यसपालि चाहिँ खडेरी पनि राम्ररी नै गयो हाम्रो पानीले गर्दा। तर पहिला चाहिँ अब हामीले खानु पनि पाइँदैन थियो, यसपालि चाहिँ अलिक खाएर उब्रेर हामीले सागसब्जीमा पनि लाग्यो, त्यही हो। पहिला दुःख भन्नु भने कस्तो खालको दुःख थियो? पानी नै नहुने दुःख थियो कि पानी भएर पनि नपाउने दुःख? माथि आउँदा माथिल्लो घरतिर आउँदा तलतिर नजाने, पानी थोरै भएपछि नाला मात्रै भएको पनि हुँदैन। अनि पानी थोरै भएपछि नजाने, तल जाँदा माथि नआउने, त्यस्तो। दीर्घमायाको अनुभव अनुसार पहिले पिउनको लागि पानी धौधौ हुन्थ्यो भने अहिले योजना सम्पन्न पश्चात पिउनको लागि प्रशस्त पानी भएको र उब्रिएको पानी खेतबारीमा लगाएर सब्जी उत्पादन गर्न थालेको अनुभव सुनाउनुभयो।